support staff enter. गुड मर्निङ अनि सबैलाई आजको अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना। विशेष गरी म हाम्रो डनबस्को मालवासी कम्युनिटीका सबै श्रमिक वर्ग, चालक वर्ग, जति पनि सहयोगी हातहरू छन् उहाँहरूलाई धन्यवाद भन्नको निम्ति यहाँ उभिन्छु। र आज उहाँको यो दिनलाई सम्मान गर्दै आज डनबस्को मालवासीले सानो एउटा कार्यक्रम राखेको छ र यही जनाउन चाहन्छौँ श्रम नै देशको मेरुदण्ड हो। उहाँहरूको पसिनाले नै देश बनिन्छ अनि उहाँहरूको त्यो ऊर्जालाई अझै हामी जोस दिन हामी आज यसरी कार्यक्रम गर्न गइरहेका छौँ र उही परिश्रम गर्ने, पसिना बगाउने त्यो हातहरूलाई सलाम गर्दै आजको यस प्रोग्राममा म तपाईहरुलाई, यस कार्यक्रममा म तपाईहरुलाई स्वागत गराउन चाहन्छु। आउनुहोस् हेरौँ त आजको यो छोटो प्रोग्राम। So this is the morning view. We have just gathered here. The program is about to begin and we have small kids here. We are all waiting for the arrival of our most valuable non-teaching staff members. They will soon be here and they will be honored, and we'll have some entertaining items as well as ceremony for cutting the cake to celebrate unity among teaching as well as non-teaching and students as well. So we are here, so we are waiting for the program to begin. र यसरी श्रमिक दिवसलाई सम्मान गर्दै, श्रमिकहरूको त्यो श्रमलाई सम्मान गर्दै, उहाँहरूको अधिकार, उहाँहरूको त्यो पसिनालाई सम्मान गर्दै आज डनबस्को मालवासी कम्युनिटीले आज यस अडिटोरियम हलमा उहाँहरूको निम्ति एउटा भव्य कार्यक्रम गर्न गइरहेको छ। र यो कार्यक्रम चाँडै नै सुरु हुनेछ र हामी टिचर्स, प्रिन्सिपल्स, भाइस प्रिन्सिपल्स, स्टाफ अनि नानीहरू उहाँहरूको आगमनको निम्ति यहाँनिर तयार भएर पर्खिरहेका छौँ। हार्दिक स्वागत गर्दछु। सफल जीवनको आधार नै श्रम हो। यही श्रमसँग अभिन्न अङ्गहरू पनि गाँसिएको वर्ग नै श्रमिक हो। समाज अनि राष्ट्रको निर्माण गर्नमा मजदुरहरूको महत्त्वपूर्ण भूमिका रहेको हुन्छ। मर्यादित काम श्रमिकको सम्मान भन्ने मूल धारणाका साथ डनबस्को स्कुल मालवासीको पक्षबाट 137औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा हाम्रो विद्यालयका सम्पूर्ण स्थायी हामी कदापि भुल्न सक्दैनौँ र हजुरहरूको कामको सम्मान र कदर गर्ने everyone stay healthy and strong. I am proud to be a doctor. I am a policeman. I keep my city safe. I catch thieves. I feel proud to be a policeman. Jai Hind. I am a lawyer. I help to solve problems and I give advice. I work hard to make sure justice is done. I am proud to be a lawyer.
to be a chef. I am a driver. I drive people safely from one place to another. I am careful, patient, and responsible in my work. I am proud to be a driver. I am an army. I save my country. I keep people safe. I love my country, and I am proud to be an army. Jai Hind. I am a watchman. I guard the gate and check who comes in and goes out. I stay alert day and night. I feel proud to be a watchman. I am a nurse. I take care of sick people. I help them to feel better. I speak kindly and comfort people when they are unwell. I feel proud to be a nurse. I am a teacher. I teach students and help them to learn new things every day. I am proud to be a teacher because I shape the future. नमस्कार आदरणीय अध्यापक शिक्षक शिक्षिकागण सम्माननीय आजका उपस्थित अतिथिज्यूहरू र मेरा प्रिय साथीहरू आज म मे दिवसको अवसरमा समुदायका कामदारहरूको बारेमा बताउन चाहन्छु। समुदायका कामदारहरू हाम्रो दैनिक जीवनका नायकहरू हुन्। सफाई कर्मचारी, चालक, किसान, नर्स, डाक्टर, प्रहरी र अन्य कर्मचारी जस्ता व्यक्तिहरूले जीवन सहज र सुरक्षित बनाउँछन्। हामीले सधैँ उनीहरूको सम्मान गर्नुपर्छ र कदर गर्नुपर्छ। यस मे दिवसको दिन हामी सबैले उनीहरूको सम्मान गर्नुपर्छ र कदर गर्नुपर्छ। उनीहरूको परिश्रम बिना हाम्रो जीवन अपुरा हुन्छ। उनीहरूको योगदानलाई हामीले सम्मान गर्नुपर्छ र कदर गर्नुपर्छ। धन्यवाद। माया गारा माया लुले माया लयल्ली यल्लीलम आदरणीय फादरगण, सम्मानित शिक्षकगण, प्यारा विद्यार्थी वर्गहरू तथा हाम्रो विद्यालयका मेहनती कार्यालय र सहयोगी कर्मचारीज्यूहरू सबैलाई मेरो तर्फबाट न्यानो गुड मर्निङ र नमस्ते। नमस्ते। आज हामी यहाँ अन्तर्राष्ट्रिय मजदुर दिवस अर्थात् मे डेको अवसरमा एकत्रित भएका छौँ। यो दिन केवल एक उत्सव होइन, यो श्रम, समर्पण र अधिकारको सम्मान गर्ने महत्त्वपूर्ण दिन हो। समानता तथा सम्मानको भावना सधैँ कायम राख्नेछौँ। अन्तमा म विद्यालय परिवारका सम्पूर्ण कार्यालय तथा सहयोगी कर्मचारीज्यूहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। तपाईहरूको योगदान अमूल्य छ र सधैँ सराहनीय रहनेछ। सबैलाई मे दिवसको हार्दिक शुभकामना। धन्यवाद। जय श्रम, जय एकता। Yo.
Yeah. Go, go, go. Yes, bye. Don't put it between, please reach the Over there. Hi. Hello, mommy. Missing you. all our support staff for their hard work, dedication, for the sense of belonging for the institution. So let us give the Punjabi clap, the loudest Punjabi clap, go! Secondly, I would like to thank our dance teacher and the guitar master for preparing two beautiful items today, and all those who participated, our budding musicians and the dancers. So let us give them a round of applause.